तर्फका आदरणीय सम्पूर्ण कलाकारज्यूहरूलाई पनि हार्दिक सम्मान छ। आज दिउँसोदेखि नै रमाइलो गरिदिनु भयो स्टेजमा। अब बिस्तारै खाली गरिदिनु अनुरोध गर्न चाहन्छौँ र तपाईँले सुन्नुभएको छ होला हिमालय रोडिजका जज पनि हुनुहुन्छ, त्यसै गरी ताण्डव फिल्मका हिरो पनि हुनुहुन्छ र नेपाली ऱ्याप सङ्गीतका भर्सेटाइल सिङ्गर र सामाजिक अभियन्ता पनि भन्न चाहन्छु आशिष राणालाई, किनभने लागु औषध दुर्व्यसनी विरुद्धको अभियान भएर काम गर्नुभएको छ। पछिल्लो समयमा उहाँको गीतहरू बिरामी भन्ने सुन्नुभएको छ होला, कतिले सुन्नुभएको छ बिरामी? अलिक पछाडिसम्म पनि एकैछिन हामीले साउन्ड सेटअप गर्छौँ। त्यस पछाडि आजका विशेष आकर्षणको केन्द्रबिन्दु रहनुभएका आशिष राणालाई भित्राउनेछौँ है त। ओके, मेरो सोल्टा गीत कतिले सुन्नुभएको छ? नेपथ्यको बाटो युद्ध केस नम्बर 8620 सुनिरहनु भएको छ होइन? ओके, गल्ली गल्लीमा हल्ली हल्ली हिँड्ने केटाहरूलाई यो समाजले हाउडे भन्छ। ओके, आशिष राणालाई हामी भित्राउँदैछौँ। अबको क्रम है आदरणीय डीएसपी साहबलाई हार्दिक सम्मान छ। त्यसै गरी नेपाल प्रहरी सशस्त्र प्रहरी बल, नेपाल आर्मी, त्यसै गरी ट्राफिक प्रहरी कार्यालयले यस सुरक्षालाई मध्यनजर गर्दै निरन्तर हामीसँगै रहनु भएको छ। उहाँहरू सबैलाई सम्मान छ। त्यसै गरी पर्वतका सम्पूर्ण सञ्चारकर्मी साथीहरू, पत्रकार महासङ्घका अध्यक्ष सन्तोष थापा लगायतको सबै टिमलाई पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौँ। अब एकैसँगै हामीले साउन्ड सेटअप गर्दै आजका विशेष आकर्षणको केन्द्रबिन्दु रहनुभएका सचै भर्सेटाइल ऱ्याप सिङ्गर आशिष राणालाई भित्राउँछौँ। प्रतीक्षाको फल मिठो हुन्छ, भेट गर्नुहोला। हामी 7औं पर्वत महोत्सवको आजको 8औं दिनमा रहिरहेका छौँ र 8औं दिनमा कृपया स्टेजमा हुनुभएका सबै अतिथिज्यूहरूलाई एकदमै हार्दिक सम्मान छ। अब बिस्तारै तल झर्दिनु होला, किनभने आज म पनि बस्न पाउँदिनँ। त्यसैले कृपया आशिष राणा लाउरेलाई बोलाउनु पूर्व यो हामीले स्टेज चाहिँ खाली गरौँ। यहाँ साउन्ड सेटअप हुँदैछ एकैछिन। त्यसैले पनि आज रमाइलो हुनेछ। आशिष राणा लाउरेसँग हामी झुम्नेछौँ, रमाउनेछौँ। आशिष राणा लाउरे कास्कीको पोखरामा जन्मिनु भएको र कक्षा 6 देखि उहाँले चाहिँ पहिलोपटक नेपाली ऱ्याप सङ्गीत सुन्नुभयो। त्यस पछाडि उहाँले रबाजमा गइसके पछाडि उहाँको एउटा युनिक पोइन्टको जुन ऱ्याप ब्याटल थियो, त्यो ऱ्याप ब्याटलले लाउरेलाई सुपरिचित बनाएको थियो। ओके, गर्नु होला। र त्यो रबाजमा युनिक पोइन्ट लाउरेको त्यो ऱ्याप ब्याटल आज मात्रै मैले हेरेको छु, उहाँ 21 मिलियनले हेर्नु भएको रहेछ। त्यस पछाडि लाउरेका एकैछिन लाइट चाहिँ अन गरिदिनुहोस्, एकछिन सेटअप गर्नु पर्ने भइरहेको छ। मन्जितजी तपाईँलाई थ्याङ्क यू भेरी मच। लाइट अन गरिदिनु होला। त्यसैले पनि मैले